कारणले गर्दा यसको जगेर्नाका लागि पनि हामीले आयोजना गरेका हौँ, जसमा प्रथम पुरस्कार 30,000, दोस्रो पुरस्कार 15,000 रहेको छ र ट्रफी मेडल सहित यी प्रमाणपत्र यी सबै कुराहरू हामीले दिने चाहिँ हाम्रो चाहिँ निर्णय रहेको छ। नमस्ते, म दीर्घ साउथ। पछिल्लो समय खेलकुदका कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रमहरू, यस्ता कार्यक्रमहरू कमी हुँदै गएको कारणले गर्दा युवाहरू चाहिँ यस्ता कुराहरूमा समावेश हुन नपाउँदा विभिन्न चाहिँ कुलतमा फसिरहेको हामीले सर्वविदित नै छ। तसर्थ यी कार्यक्रमहरू वडाले पनि अघिल्लो वर्ष पनि हामीले फुटबल आयोजना गरेका थियौँ। प्रत्येक वर्ष हामी यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ र दीपशिखा युवा क्लब लगायत अन्य क्लबहरूले पनि वर्षेनी निरन्तर कार्यक्रम आफ्नो ठाउँमा गर्दा एकदमै चाहिँ हाम्रो यो उदाउँदा पुस्ताहरूको चाहिँ भविष्य सुनिश्चित लगायत थुप्रै हाम्रो समाज अझै अब्बल रहने थियो। अब यो वर्ष पनि अब अन्य क्लबले कार्यक्रमहरू गर्दा अझ राम्रो हुने थियो। मलाई अलि पनि फुर्सद छैन भन्दा यस वडा नम्बर 6 र 7 मा दुवै ठाउँमा चाहिँ युवा क्लबहरू दर्ता भएका तर पछिल्लो समय सक्रिय नभएको र कोही कतिपय त नवीकरण पनि नभएको जानकारी पाए। यस्तो नहुँदा आगामी दिनहरूमा सबै क्लबहरू हामी सक्रिय भयौँ। सबै क्लबहरूले अझै राम्रो चाहिँ आफ्ना क्षेत्रमा काम गर्दा अझै राम्रो हुने थियो। अहिले यो भलिबल खेल आयोजना गराउनु मुख्य उद्देश्य के थियो भने यस क्षेत्रमा चाहिँ यो भलिबल पछिल्लो समय हराउँदै गएको खेल भइरहेको कारणले गर्दा यसको जगेर्नाका लागि पनि हामीले आयोजना गरेका हौँ, जसमा प्रथम पुरस्कार 30,000, दोस्रो पुरस्कार 15,000 रहेको छ र ट्रफी मेडल सहित यी प्रमाणपत्र यी सबै कुराहरू हामीले दिने चाहिँ हाम्रो चाहिँ निर्णय रहेको छ। यो चाहिँ यसको विशेष मुख्य सहयोग चाहिँ वडा नम्बर 6 चाहिँ को कार्यालय रहेको छ, जसमा विभिन्न वडा नम्बर 6 का प्रतिनिधिहरूलाई धेरै धन्यवाद, देशवासीहरूलाई, यस खेल प्रेमीहरूलाई र यहाँलाई लगायत सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु। अनि म चाहिँ डेभिड एसडी, म काकालाई एउटा कुरा सानो सोधेको होइन, जब दीर्घबहादुर साउदलाई पैसाको अभाव हुन्छ अनि त्यसपछि चाहिँ उहाँले चाहिँ कुनै न कुनै कार्यक्रम गर्छ भन्ने कुरा मैले सुनेको, तर उहाँको लागि के जाओस् न त अङ्कल? एकदमै महत्त्वपूर्ण प्रश्न ल्यायो मेरो प्यारो बाबुले र बुझ्ने युवाहरूमध्येमा मध्ये एक पनि मान्छु म, किनकि मेरो हरेक कार्यक्रममा सक्रिय भएर लागिरहेको हुन्छ। वास्तवमा दीपशिखा युवा क्लबले स्थापना भएदेखि अहिलेसम्म हाम्रो गाउँमा हामीले वडा नम्बर 6 र 7 मा यदि कोही विभिन्न वर्गको सदस्यको मृत्यु भएको खण्डमा हामीलाई खबर आयो भने हामीले चाहिँ एक ट्र्याक्टर चाहिँ बराबरको पैसा हामीले दिने अथवा सब वाहन पालिकाबाट आउँछ र बाँकी दौरा व्यवस्थापनको लागि हाम्रो क्लबले गर्छ भनेर पनि निर्णय गरेका छौँ। र अब ती कुराहरू गर्ने मलाई लाग्छ युवा साथीभित्रैबाट त्यो कुरा हुनसक्छ होला कुनैबाट, युवा बुजुर्ग उहाँहरूले चाहिँ म सबै अरू केही पनि भन्न चाहन्न, यति हो कि जसले गर्न सक्दैन उसले कुरा काट्न बाहेक अरू केही पनि गर्न सक्दैन भन्न चाहन्छु। र यो वर्ष म यस्तै कुरा सुनेर कहिलेकाहीँ मन खिन्न पनि भइरहन्छ। अब अरू पनि कोही गर्लान् कि यस्ता कार्यक्रमहरू अरू कोही गर्लान्, म चाहिँ ल ठिक छ, म मेरो चाहिँ विद्यालय क्षेत्र अन्य सामाजिक क्षेत्रमा चाहिँ अन्य क्षेत्रको पनि प्रतिनिधि भएको कारणले गर्दा मेरो धेरै फुर्सद नभएको कारणले गर्दा कोही गर्ला कि भनेर अघिल्लो वर्ष रोकिए, यो वर्ष रोकिए, अहिलेसम्म कसैले पनि यस्ता कार्यक्रम गरिरहेको छैनन्, गर्ने आँटै जुराइरहेका छैनन्। र यस क्षेत्रका वडा नम्बर 6 र 7 का जति पनि क्लब छन् ती क्लब मध्येमा कोही एकाध क्लब चाहिँ हाम्रो रिन्यू भयो होला, क्लबै रिन्यू भएका छैनन्। अनि गत वर्ष वडा नम्बर 7 को खेलकुदको शीर्षक नै बजेट नै फ्रिज गयो भने हामीले कार्यक्रम नगर्ने अनि बजेट फ्रिज जाने अनि अरूले कार्यक्रम गर्दै गर्दा र कार्यक्रमको सुरुदेखि लास्टसम्म कार्यक्रम गरियो, कति रुपियाँ बच्यो, रुपियाँ बचिसकेपछि के गर्छन् यस्तातिर हेर्दैनन् अनि कुरा मात्र काटेर हेर्छन्। त्यही भएर हाम्रा त्यस्ता व्यक्तिहरूलाई के अनुरोध गर्न चाहन्छु भने हजुर लाग्नुहोस्, दीपशिखा युवा क्लबको अध्यक्षको नाताले दीर्घ साउथ व्यक्तिगतको तर्फबाट यहाँहरूलाई मेरो जहिले पनि पूर्ण सहयोग छ। यहाँहरूले कुरा काट्यो भने मलाई यहाँ मध्येमा कोही एक हातले काट्यो होला, कुरा काट्यो मलाई कुनै दुखेसो रहेन छैन पनि है। विगतमा लगभग यो 1.5-2 वर्ष अगाडि सुनेको कुरा थियो, मैले त्यही कुरा आज उहाँले दोहोऱ्यायो र मलाई ती व्यक्तिहरूमा कुनै गुनासो छैन। म सके जति समाजको लागि गर्ने हो, अझै गर्ने प्रयास एकदम हाम्रो। तिमीलाई कस्तो लाग्छ मेरो कार? मलाई त अङ्कल मैले आउभित्र फिल गरेको कुरा हो होइन, मलाई हजुरले कसरी बुझ्नुहुन्छ म त सपोर्ट गर्छु हजुरलाई। मलाई के लाग्छ भने अब यस्तो यो कार्यक्रम भइरहेको छ एकदम मास्टर माइन्ड हो नि त यो भनेको। अब कसैले नगर्न सक्ने काम गर्ने भनेको दीर्घबहादुर साउदले यो ओडामा यसो गरिरहेछ। ल ठिक छ, उहाँले सबैजना देश विदेशमा रहनु मान्छे जति पनि हाम्रो
फ्यान फ्लोर दाजुभाइ जति पनि हुनुहुन्छ एकदम सपोर्ट गर्नु होला हाम्रो टिमलाई। उहाँ पनि हाम्रो टिम हो, सबैबाट मैले सहयोग पाएको, सबैबाट कोही पाउनु भएको पनि छ। उहाँबाट पनि मैले सहयोग पाएको, तर कहिलेकाहीँ पछाडि चाहिँ कुरा काट्छ, त्यो नर्मल हो, त्यो आउँछ त्यस्तो, त्यो त्यसमा मलाई दुखेको छैन। तपाईँ यसो ल थ्याङ्क यू सो मच दाजु है। भइरहेछ ल। मेरो एउटा गेम चाहिँ